यही मात्रै काम पाउँछ जस्तो गर्छ। हातमा सिधै जान पक्रिन्छ। अरे भाइ अरे मिसिन पनि भिजेर निकालिदिन सक्यो भाइ। निकाल्नु तलबाट त्यो काठ ल्याउँदा यस्तो पुतलीलाई हुने काठ लिएर आउनु ल त्यहाँ ठोक्नको लागि। यतापट्टि हुनुहुन्छ नि यतापट्टि भाइ। हजुर भाइ हिँड्ने चिनो किन यतापट्टि छ? अनि त्यो हामीले त्यहाँ हेरेको हो नि त भाइ लेभल, त्यही भएर उता उता चाहिँ होइन यतैपट्टि हो। यतापट्टि हुनुभयो नि हेर्नु दाइ चिनो त नि यता भन्दा त यतैपट्टि हो भाइ, यतैपट्टि हो। के तिमी कन्फ्युज भयो क्या भाइ? यतैपट्टि हो क्या, त्यता होइन। अनि पुतल चाहिँ यहाँ पो छ त दाइ, यहाँ चिनो हुनु परेन होइन? अनि अघि हामीले यहीँ हेरेको होइन र, अनि यतापट्टि ठोक्ने हो, यता किन ठोक्ने र? यहीँ हो क्या, यहाँ हामीले चिनो हालेको। पुतली छ नि त दाइ, यहीँनिर ठोक्नु पर्यो। यहाँ खुरुक्कै ठोक न भाइ, दिमाग नगर न, खुरुक्कै यहाँ ठोक न। यहाँ होइन, यहाँ हेर भनेको। किन ठोक्नु परेन नि यहाँ चाहिँ? होइन भाइ, के बुझ्दैन तिमीले नेपाली? अब यतापट्टि ठोक्नु पऱ्यो नि त, यहाँ चिनो हो नि त। मैले खुरुक्कै भनिरहेको छु, के काम गर्नु मन छैन तिमीलाई भाइ? यही मात्रै काम पाउँछ जस्तो गर्छ। हातमा सिधै जान पक्रिन्छ। अरे भाइ अरे डल्लै लेबुल पाइप फुटाइदिएन हौ, कस्तो खालको रहेछ जान्छ भाइ। काट्नु पर्यो भाइ, त्यही हो, राख नि। अनि दाइ त्यो साथी त बिसाएर गयो त। ए भाइ लेबुल पाइप त्यहाँ हेराएको, लेबुल पाइप हेर्नु आउँदैन त, हेर न झन्नै फुटाइदिएन। सबै के गर्दै गयो। हो त दाइ, लेभल पाइप त सबै चर्काइदिएछ त। काम गर्नु नआउँदो रहेछ, मलाई सिकाउँदो रहेछ। जहाँ थाले काम गर्नु नआउँदो रहेछ, हिजो अस्तिको बच्चा भएर अहिले हेर न यत्रो 10 वर्ष काम गरेको मान्छेलाई सिकाउँछ। ए दाइ छोडिदिनु, खातेहरू त्यस्तै हो। त भाइ, खातेले झन्नै लेबुल पाइप फुटाइदिएन, फेरि पछि काम गर्नु आउँछ होला नि त।